कुजाम्पो नमस्ते हजुरलाई फेरि पनि स्वागत छ मेरो च्यानलमा र गाइस आज चाहिँ हामी जानेछु घुम्नु। हेलो गाइस, हाय गाइस, को हुनुहुन्छ उहाँ चाहिँ अनि दिदी मेरो देउरानी हुनुहुन्छ र हामी उहाँहरुसँग घुम्न जानेछु। उहाँहरु पनि फर्स्ट टाइम नै तातोपानी, उहाँ भ्यू पोइन्ट पनि जाने हामीहरु र भ्यू पोइन्ट मेरो पनि फर्स्ट टाइम हो तातोपानी चाहिँ हैन गाइस। र हामी सबैजना जाँदैछौँ तातोपानी भ्यू पोइन्ट कस्तो हुन्छ के हुन्छ हजुरहरु पनि देखाउने छु, हेर्दै गर्नुहोस् होला। र उहाँ हुनुहुन्छ दिदीको देवर सोल्टी हजुर हाम्रो चाहिँ सोल्टी हजुर पर्यो। हामी चाहिँ आज सोल्टी हजुरलाई र हाम्रो यहाँ दिदीलाई घुमाउनु लगेको हैन। अनि पोकापतर यहाँ झोला जग सब बोकेर तातोपानी जानु पर्यो नि। तातोपानीमा डुब्यो हो के तातोपानी इन्जोय गर्दैछ आज हामी। सफा पानीले नुहाउनु पर्यो नि त, पुरा घाम रहेछ। पुरा घाम छ। ल कस्तो हुन्छ के हुन्छ हेर्दै गर्नुहोस् ल गाइस। अब उताबाट चाहिँ सिया पनि जान्छ, सियालाई पनि लिएर जाने। अहिले चाहिँ हामी दिदी घरबाट निस्किँदैछौँ। फर्स्ट चाहिँ भ्यू पोइन्ट जाने नि, फर्स्ट चाहिँ भ्यू पोइन्ट जाने। भ्यू पोइन्ट मेरो पनि फर्स्ट टाइम हो, हेर्दै गर्नुहोस् होला गाइस। म पनि सोल्टिङसँग फर्स्ट टाइम है हाम्रो मेरो च्यानलमा। सोल्टिङको च्यानल साँच्ची जाँदैनस् त, साँच्ची हो नरोइकन बस्ने उयो छ। निमान नजाने गइ हुन्छ नि तिमी जाने गाडी लिएर। ल त्यसो भने हामी सियालाई लिएर गएको गाइस, यिनीहरू नजाने रे। हामी चाहिँ गएको अब भ्यू पोइन्ट हेर्नु। हजुर गाइस, खै सियाले पोका के बोक्यो, तौली बोक्नु तौली। यहाँ चाहिँ पर्खिरहनु भएको छ, छोरीले ओरि आएको है। यहाँको चाहिँ हाम्रो नयाँ बाटो ओपन भएर अहिले भ्यू पोइन्टको बाटो ओपन छ गाइस। को आउने अनि त यहाँ आइपुग्यो त। हेलो सोल्टी, तपाईँलाई मेरो च्यानलमा स्वागत गरेँ। हाई बेबी, कहाँ गएको हामीहरू? हजुर स्विमिङ पुल। ल अहिले लान्छु स्विमिङ पुल। ल गाइस उसले चाहिँ तातोपानी जाने भने चाहिँ स्विमिङ पुल भनिरहेको थियो नि त। यहाँबाट चाहिँ जान दिँदैन रहेछ। भ्यू पोइन्ट चाहिँ यहाँहरू चाहिँ गेलफुको सबै देख्छ अरे यहाँबाट। गयो त, हिजो गयो सेरेङ गयो नि उता उसको मम्मीसँग। आज सेरेङ नभयो नि, सेरेङको बदली यहाँ छ नि। नाम के तिम्रो? हजुर बेरोसना, बेरोसना ए बेरोसना प्रधान हो नि। लु यहाँबाट त्यसो जानुपर्ने रहेछ है भ्यू पोइन्ट। रात पर्नु आँटिसक्यो। कस्तो जङ्गल बिचबाट जानु पर्दछ नि, खतरा सुनसान सुनसान रातमा। अहिले आउँदा त मोबाइल सुनसान रातमा यो मेरो आत्मा भनेको डर लाग्छ होला। तातोपानी पुग्दा त रात पर्ने हाई गाइस, भिडियोले आउँछ वासिहाल्यो भिडियो। आउनु जल्दी जल्दी। यही बनाउँछु म त, यही भयो। ए यहाँ पाएँ छोड्नु नि नानी, नानी बनाउनु, नानीले नि बनाउनु। ल गयो 7 स्टोन 4 बढ्नु चाहिँ हुँदैन, अडिनु पर्छ नि। 1 2 3 4 5 6 7 टक्क गिनी गिनी भयो त मेरो। तपाईँको उयो कसरी छ ढुङ्गा नि? यस ल गाइस, होस् उइस पाउँछ तपाईँहरूले पनि। मैले यस्तो बनाएको सक्छु, दिदी पाउँछ बनाए दिदी मैले त। अब चाहिँ ढुङ्गा थुपारेको नि त यहाँ मैले बनाएँ। शीतल हुन्छ रुखको छेउमा थर्छ है मेरो नघार्नु है। त्यसको नाम हुन्छ नि, त्यसको नाम 8 स्टोन हुन्छ नि। 7 मैले पनि बनाएँ। अरू हुन्छ होला त्यसको नाम, त्यसको नाम 8 हुन्छ नि। लु मेरो पनि भयो। Keep nature clean, keep its beauty seen. Okay, got it. थप्नु हुन्छ भने चाहिँ मैले यहाँ पनि थपिराख्नु न।
सानोबाट किन सधैँ चाहियो होइन अरूले बनाएको पनि थप्दा हुन्छ नि झन् राम्रो अब ठुल्ठुलो बनाएको हुन्छ नि सबैले बाटो बाटो पनि बनाउँदैन यहाँ पनि बनाएको 1 2 3 4 5 अब एउटा सानो लाग्दा हुने रहेछ थ्याङ्क यू ल त ल भाइको क्या दामी भयो ठुलो मान्छे जत्रै ओ मैले त्यो अघि ग्राउन्ड चाहिँ देखेँ तपाईँहरू त वाउ होइन पाइपबाट लगाइदिएको होला पाइप रहेछ हौ यहाँ ए हो रहेछ तर पानी यसो बचाएको नि बनाएको रहेछ पोन्ड जस्तो रहेछ तर अन्त माछा छ होला डिप छ होला नि त्यो पानी कहाँ उम्रेको छ होला कि त्यो उम्रेको पानी लागेको डिप छ होला नि हो हजुर उता पर त ग्राउन्ड जस्तो के छ वेलकम टु फुलरी भ्यू पोइन्ट ठिक्कै सनसेट दामी आउँछ सनसेट restricted area this way to the road हाम्रो पनि यता बनिरहेको ए माथि चाहिँ restricted रहेछ यता कति दाम छ यो प्लेस आइपुग्यो अनि चाहिँ अब निकै हिँड्नुपर्छ नि खोला कस्तो राम्रो यो नि उयो हुनुपर्छ नि हिँड्ने जग्गा हो तपाईँ हिँड्न आएको होइन गाडी यहाँ पुग्थेन पहिला वाउ सो प्रिटी वेलकम फुलरी भ्यू पोइन्ट मेगा सिटीको भ्यू पोइन्ट देख्छ अरे गाइस यहाँबाट चाहिँ आम्मा यस्तोहरू छ नि कोही देख्दैन हेर्न गेलुको छैन नि तर घरै देख्दैन छ नि हौ त्यो देखेको माउ खोला हो होइन माउ खोला हो त हो त्यो चाहिँ के खोला हो त यो बगर हो सानो आइपली वाउ यो ट्रीको त ऊ सबै देखेको बगर सबै एयरपोर्ट बनाउनु कुदिरहेछ नि गाडीहरू भेनाहरू त्यहाँ गर्छ काम ऊ तर चाहिँ सबै माटो खनेको सबै जुम गर्नु पुरा भेना त्यहाँ कुदिरहेको छ यो जति पनि गाडी कुद्दैछ नि भेना त्यति भरिमा एउटा भेना ऊ त त्यो हेर्न टाउन होला यो म बाटो छोपे छोप्यो तर हेर्नु न कति घरहरू कति पनि छैन जस्तो देख्दैछ नि यहाँबाट त तर पनि हाम्रो घर देख्छ यहाँ हेरौँ ल सक्छ त हेर्नु यो हाम्रो घर हेर्नुहोस् हामीहरू चाहिँ भ्यू पनि आइपुगिसक्यो कस्तो यो मजाको घाम डुब्नु आँटेको छ है अहिले चाहिँ ऊ पर चाहिँ त्यो के हो फ्याक्ट्री हो कि के हो पुरा धुवा उडिरहेछ तर अहिले यहाँ ठिकै त्यो घामले गर्दा थाहा हुँदैन यस्तो जग्गामा दादाहरू काम गर्नु एयरपोर्टहरू चाहिँ हेर्नु सक्नुहुन्छ हामीहरू भ्यू पोइन्टबाट यस्तो देख्दैछ भ्यू पोइन्ट चाहिँ यहाँबाट चाहिँ मुनि अब भोलिपछि चेन्ज कति आउँछ होला यसमा नि अहिले यस्तो जङ्गल जङ्गल देख्दैछ अलिअलि घर देख्दैछ अब आफ्टर 5 इयर्समा त नि सोल्टी खतरा हुन्छ होला है कस्तो मजाको यो घाम रुखको त्यहाँबाट कस्तो राम्रो देखेको त्यो धुवा कस्तो उडिरहेको छ त्यो चाहिँ फ्याक्ट्री होला नि होइन डिस्नेरी हो त्यो ए घामले कस्तो आँखै तिर्नु भयो अब के भन्छ तपाईँहरू चाहिँ कहाँबाट आउनुभएको सान्चीबाट नि सिप्सुबाट फर्स्ट टाइम घुम्नु आउनुभएको दिदीहरू चाहिँ होइन म पनि तपाईँहरूसँगै घुम्न आएँ फर्स्ट टाइम भ्यू पोइन्ट चाहिँ आएको थिइनँ म गाइस त्यही त नि कस्तो राम्रो देखेको नि रुखबाट यो घाम अहिले के हो हो त कुन चाहिँ ए हो मजाले फुल देखेको है त्यो मसिनो रोपेको छु ड्रागन फ्रुट हो यस्तो देख्दैछ अब पछाडि कस्तो हुन्छ 5 इयर्स पछाडि चाहिँ यहाँ चाहिँ माथि हो कि भाइ ओ यो के हो व्हाइट व्हाइट त्यहाँको जङ्गलै हो त्यो जङ्गल पनि छ झन्डा पनि छ मैले त व्हाइट त झन्डा देख्यो होइन यो मुनि घाँस घाँस
ए यो यिनीहरु त फुलेको नि बनमारा भन्छ हैन ए टाउन उ त टाउन चाहिँ उता सिधा हो रहेछ सिधा 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 टाउन चाहिँ यहाँतिर आम्मामा यो बिल्डिङ सबै देखेको चाहिँ यिनीहरु सबै हो मेन टाउन चाहिँ अहिले चाहिँ यस्तो छ अब भोलि तर टेलिकम देख्दैछौ तल हेर्नु त तपाईहरुको त बर्थ प्लेस नै हो त है हो नि दामी त्यहाँ एउटा टेलिकमको देख्दैछ नि पछि पछि कस्तो हुन्छ है अहिले चाहिँ मेरो एउटा मेमोरी क्याप्चर भइरहन्छ नि त नि भोलि पछि मेरो नाता नातिनीले हेर्छ नि त हौ पहिला यस्तो थियो भनेर पछाडि नि चेन्जेस बिस्तारै बिस्तारै कति चेन्जेस आइसक्यो नि लास्ट इयरमा दिस इयरमा पनि त्यसो भने चाहिँ यो एरियामा सबै माइन्डफुलले भेटेको है हाम्रो जमिन चाहिँ नि यतातिर छ कि भाइ चाहिँ माइन्डफुल सिटीले भेटेको रहेछ गाइस हेर्न सक्नुहुन्छ यति एरिया चाहिँ जिएमसी बाउन्ड्री एरिया हेर्नुहोस् न यहाँ 25,000 हो 2583.29 स्क्वायर किलोमिटर सुनको सुस एक्सटेन्सन नेसनल हाइवे रोड केलेपु तारिथाङ रोड केलेपु तारिथाङ रेल रुट रेलको पनि छ नि रेलवे स्टेसन उता रेलको चाहिँ नि तल नामखालिङतिर बनिने रहेछ यहाँ रहेछ रेलवे स्टेसन कहाँ हो यो गेलेफु यो लेखेर नाम के लेखेछ छुजेगाङ र सामपिलिङको बिचमा गेलेफुमै गेलेफुमै टाउनमै हो नि कोक्राझारदेखि आएको हो कि गाइस अब चाहिँ हेर्दा रात पनि पर्यो बत्तीहरू पनि बालिसके यहाँ जिएमसीमा कता कता बत्ती पनि बोल्दैछ र अब चाहिँ हामी निस्केको यहाँबाट अब चाहिँ यहाँबाट हामी तातो पानी जाने तातो पानीमा गएर पनि नुहाउनु पर्ने छ हैन दिदीहरू माथि पुगिसक्नु भयो ल ल आउँछु त्यतिखेर जाडो हुन्छ होला कि त्यसमा तातो पानी नै छ त्यसो जानु हुन्छ हामी चाहिँ तातो पानी आइपुगे राति अब तातो पानी चाहिँ यता हो ओपन छ कि छैन ओपन नै हुन्छ नि ओपन हुन्छ ए छ रहेछ ओपन छ नि तातो पानी जाडो पनि भयो निस्किँदाखेरि त चिसो छ यहाँतिर सबै टोयलेटहरू पनि छ नि त यहाँ लास्टमा यहाँ नआउँदा हुन्छ यस्तो छ गाइस हजुर अलिअलि देखाउँछु बेसी त अब मान्छे नआइरहेको हुन्छ यता टोयलेटहरू फेसिलिटी सबै छ है फ्री हो यहाँ पैसा पनि लाग्दैन तातो पानीमा नुहाउनेहरू मान्छे छ रहेछ नि त्यही यहाँ त खाली रहेछ है तातो यो पानी तातो छ नि क्या यहाँ त खाली रहेछ है अलिक कम्ती तातो छ भने यहाँ चाहिँ नि यहाँतिर चाहिँ छ मान्छे जाँदैछ यहाँतिर कस्तो छ यहाँतिर मान्छेहरू छ अब भित्र डुबिरहेको त कहाँ देखाउनु होला नि छन् त छ है गाइस यतातिर पनि मान्छेहरू छ यहाँतिर पनि छ भाइहरू रहेछ यस्तो यस्तो हुन्छ तातो तातो डुब्ने यहाँ मन्दिर पनि छ यता मान्छे छ ए यहाँ पनि छ यसो बसेर नुहाउनु है मार्छ होला हौ यसो छ है गाइस कतिवटा छ हौ एउटा उता उता सबै नै यहाँ गर्दा 6वटा टोटल है नानीहरूको पनि छ नि उतापट्टि नानीहरूको पनि छ यस्तै छ तातो पानीको नुहाउने चाहिँ यहाँ चाहिँ नुहायो भने सबै रोग जान्छ डुबेर बस्यो भने सिया लास्ट टाइम सियाको पिम्पल पनि यहाँ डुबेर गयो होला है नि पिम्पल हरायो त सियाको पुरा पिम्पल थियो तातो यो तर कस्तो कस्तो गनाउँछ है यो पानी चाहिँ नि दिदी बिरेनु गनाउँछ नि यहाँ चाहिँ यस्तो छ बेबी स्विमिङ पुल आइपुग्यो त स्विमिङ नगर्ने अब स्विमिङ गर्दैन उता सुतिवरी आइपुग्यो नि त है तातो त घाउडिरहेको उतिर स्विमिङ गर्ने नि बेबी नगर्ने अब त गर्दैन हामी चाहिँ अब लुगा पनि चेन्ज गरेर रेडी होइन धनिसकेको आमा मान्छेको जिउबाट होइन बाफ निस्केको यस्तो धुवाउँदैछ गाइस हजुर देख्नुहुन्छ अब चाहिँ यस्तो बाफ उठ्दैछ यसरी धुवाउँदैछ मुच्चाबाट त तातो छ आमा बाफ उठिरहेको छ बेबी अब स्विमिङ पुलमा जाउँ स्विमिङ पुलमा जाउँ है छैन नि ल स्विमिङ पुलमा जानु यहाँ पुग्छु न आउनु न मान्छेहरू त पुरा छ है गाई सबैमा छ मान्छेहरू अब हामी यहाँ पस्ने उठो भित्रसम्म त लाँदैन आउनु न
आउनुहोस् यहाँ के हुँदैन के हुँदैन रे हुन्छ हामी चाहिँ तातो पानी बसेको वा कस्तो तातो नि छैन नि सन्चो भयो नि यसो डुल्नु पर्ने बेबी स्विमिङ पुलमा कस्तो भयो भन्नु त मजा आयो स्विमिङ पुलमा मजा आयो धुवा उड्दैन छ त्यहाँ धुवा देख्दैन रहेछ नि कस्तो धुवाइरहेछ है बेबी मजा आयो सिया दिदी भनिदिनुहोस् न सिया दिदी यही समात दिनुहोस् न मुरु डराउँछ होला स्टार्ट हो मसल देखाउनु पर्यो मेरो ठुलो चाहिँ ब्याक जिम गर्ने है भन्दा तातो पानी मसल दिदीको देखाउ सुके बडी के भयो रे साइकल भयो रे साइकल खेल्दैछ साइकल अब हामी अर्कोमा जाने गाइस यहाँबाट निस्क्यो अब अलिक तातोमा यहाँ चाहिँ पुरा धुवाइरहेको छ धुवा तातो पनि एउटा भन्दा बेसी देख्दैन स माथि पनि धुवा म चाहिँ वर्कआउट गरेर आएको कि मसँग रिल्याक्स गर्नु गाइस अब चाहिँ हामीहरू तातो पानीबाट पनि नुहाएर निस्किसक्यो र अब चाहिँ हामी एउटा घर जाने सिधै र चिसो पानीको पुल हो नि यो चाहिँ होइन यो चिसो पानी हो नि चिसो पानी अघि हामी गएको तातो पानी यो चिसो पानी दामी छ नि ब्रिज नि रात परेन ठुलो है यो ब्रिज पनि के अरे यो माउ खोला भनेको यहाँ पनि पहिला पैसा चढाउँथ्यो यहाँसम्म इन्डियनहरू त आउनु पाउँछ नि तितेपाती चढाउँथ्यो यो ब्रिजसम्म चाहिँ त्यहाँदेखि त जानु पाउँदैन होइन यहाँसम्म आएर चिसो पानीसम्म चाहिँ आउनु पायो अहिले चाहिँ हामीहरू यहाँ आयो मोमो कर्नरमा केएफसी कस्तो यो केएफसीको लाइट कस्तो देख्यो मोमो कर्नर लो निस्क्यौ भोक लाग्यो अरे तातो पानी नुहाएर छ कि छैन त्यति लेट भइसकेको छ बेसी यहाँ चाहिँ अहिले मोमोहरू सकेछ हामी चाहिँ यहाँबाट निस्केको है पाएन खानेकुरो अब के खाने बेबी पिज्जा पनि त छैन अरे मोमो कर्नरमा मोमो खत्तम गाइस हिजोकै भिडियो कन्टिन्यू गरिरहेको छु हजुरहरूलाई आज चाहिँ म गेल्फुको सब्जी बजार देखाउन चाहन्छु यो चाहिँ पुरानो सब्जी बजार है यहाँ अगाडिको चाहिँ सबै यस्तो भएको छ अहिले सबै उठाएर प्लेन ग्राउन्ड जस्तो बनाइरहेको छ र अहिलेको नयाँ चाहिँ यहाँ यस्तो बनाएको छ हजुरहरूलाई अब योभन्दा अगाडिको मेरो भिडियो हेर्नुभयो भने त मैले इन्डियाको बजार पनि देखाएको थिएँ र आज चाहिँ म गेल्फुको बजार देखाउँदैछु भुटानको बजार र यहाँ योभन्दा अगाडि यहाँ मेरो दिदीको दोकान हाई मेरो भदाई ओइ ओइ बिनु आम्मामा के साह्रो बिजी हौ हाई गाइस यसको दोकान है गाइस यहाँ चाहिँ के पाउँछ यहाँ खाना आएको आज हामीहरू ठिक छ भाइ चाहिँ मेरो भदाई खाना पाउँछ यहाँ चाहिँ खानाहरू पाउँछ हिजोको भिडियो नै कन्टिन्यू गरिरहेको छु गाइस अब यहाँ अहिले म त हजुरहरूलाई यहाँ पनि देखाउने छु भित्र पनि अनि आइपुग्यो त यहाँ दाजु बहिनी गाडी पार्क गरेर एकछिन जाउँ माथि स्टोर ए स्टोरहरू नि यस्तो छ गेल्फुको बजार पनि के पनि नयाँ हो गाइस नयाँ भन्दा पनि अब त 1 इयर हुन आँट्यो नि भएको छैन नि त्यही त हामी लास्ट टाइम यहाँ हुँदा थिएन नि 7-8 महिना चाहिँ यहाँतिरको चाहिँ यस्तो छ है हात धुने ठाउँ यता ओपन गर्छ नि फेसिलिटी त मजाले दिएको छ तर जग्गा सानो सानो यहीँ माथि बारी दिएको पनि दोकान छ नि ओ परदेखि गोदामहरू रहेछ यहाँ चाहिँ सबै भेजिटेबल मार्केट है
सब्जी यहाँ चाहिँ माथिपट्टि चाहिँ गाइस लोकल सब्जीहरू पाउँछ माथि चाहिँ सब लोकल माथिको चाहिँ यहाँ हेर्नु दिदी पहिलाको जग्गा त कस्तो लाग्दछ नि पहिलाको सब्जी बजार त यो खाली जग्गा है गाइस पहिलाको दिदीको सुरज दिदीको दोकान उता थियो बर छोड्नु भयो दिदीले है यो सबै अहिले त हेर्नु के नि त्यहाँ पार्किङहरू जस्तो भएछ नि पहिला पहिला गेलिफुको मान्छेहरू कति यहाँ हुनुहुने र है यस्तो भएको छ है भन्नु अरे नि गेलिफुको अहिले त्यो बजार चाहिँ उठ्यो सबै पुरानो बजार यस्तो भइसकेको छ चेन्ज निकै आएको छ नि मैले हिजोदेखि नै हजुरहरूलाई मैले गेलिफुको चेन्ज देखाउँदै थिएँ त्यो चेन्जमा चाहिँ यो पनि आउँछ बजार पनि चेन्ज भइसक्यो है यहाँ चाहिँ सबै लोकल लोकल फ्रुट्सहरू यहाँ आएर माथि यसो लोकलको चाहिँ यसो राख्नु बाहिर राख्नु धेरै यसो रहेछ नि यो चाहिँ सन्डे सन्डे लाग्ने बस दोकानहरूको मान्छेहरू चिराङबाट कताबाट आउनेहरू चाहिँ यस्तो बस्दो रहेछ नि म पनि आज मात्रै आएँ यहाँ त सन्डे चाहिँ यहाँ जुन चाहिँ घर हुने दिल्लीको दोकानेहरू हो छ्या कस्तो घिनलाग्दो मान्छे हो जाऊ त यो चाहिँ मेरो भाइ है गाइस ए लोकल बजार चाहिँ यसरी बाहिर बाहिर लाग्दछ नि हेर्नु न यहाँ बोडी दालहरू पनि कसरी होला यो दाल सोध्नु 200 नि बोडी दालहरू सबै चाहिँ चिराङबाट आउँछ गाइस लोकलहरू चाहिँ चिराङको बजार ए यो अरू दिन चाहिँ हुँदैन सन्डे मात्रै हो खै हामी त के किन्नु अब अहिले सर घुम्नु दिदी एक साइड नि त्यहाँनिर भएर किन्नु सिमल तरु पनि उसिनेर तोरी सागहरू पनि रहेछ कसरी होला तोरी साग 40 ल अहिले एकछिन एक सर घुमेर आउँछु अहिले सोध्दै सोध्दै जाने भएर किन्नु है सो गाइस यहाँ चाहिँ हाम्रो बारी दिदीको दोकान नै यस्तो सबै यहाँ चाहिँ लोकल पाउँछ लोकल लोकल दाल हेलो गाइस बारीको दोकान देखाइदिएको नि यहाँ मसलादेखि लिएर सब पाउँछ गाइस लोकल चामलहरू सब पाउँछ यता अब दुईजना अघि आइपुगेछ घिउ मर पुत्काको मह है हो ए बटरको होइन सानो बट्टाको 900 पुत्काको मह त्यस्तो महँगो हुन्छ नि त्यतिको 900 5000 6000 के चाहिँ यतातिर पनि छ लोकल रातो चामलहरू बन तरुल के हो त्यहाँ चाहिँ पुरा सोध्नु हुँदैछ के किन्नु आँटेको के पाउँछ आन्टी मोमो थुक्पा पाउँदैन काजु पाउँछ अरे काजु पाउँछ अरे चामल सुधार्ने चामल केलाउँदैछ यो चाहिँ भोग चामल नि कसरी केजी हो कालो भोग सेतो भोग ट्याप्पै सबै थोक छ सबै थोक पाउँछ यहाँ चाहिँ कति होला यो दिनु पर्दैन दिनुपर्छ ल गाइस मलाई पैसा माग्दैछ 100 रुपियाँ दिनु अरे 100 रुपियाँ झन् ठुलो पक्का देखाउनु छ हेर चाहिँ कस्टमर भएको यहाँ कालो सिलाम पनि रहेछ पैसा दिनुपर्छ भनेको पर्छ अरे 100 रुपियाँ यो कालोहरू छ कुन राम्रो कालो सेतो यो कालो चाहिँ सानो सेतो चिराङको नि यो राम्रो नि बडी सेन्ट बेसी यसको हुन्छ नि अचार के खान्छ त्यसको जाउसँग मुसेर खाँदा पनि हुन्छ कालो सेतो सिलाम या तिलहरू छ सेतो तिल हाई गाइस भन्नु न त मलाई हाई गाइस भन्नु न त बेना यहाँ डस्टिङ बोकेर चपाई चपाई है लु यहाँ ठुलामा कस्टमर नआउनु भयो मसला किन्ने गाइस हामी चाहिँ अब यहाँ सिमल तरुल अचार अरे पत्तामा हेर्नु न एकदम ओ सरी सरी यो पैसाको बक्स है झन् पिरा भनेर बस्दिया त सरी सरी गाइस यहाँ हेर्नुहोस् है यसरी पत्तामा अचार उसिनेको सिमल तरुल यहाँ चिराङको नि बारी दियो सबै लोकल है
बजार यस्तो छ है सबै लोकलको ठुलो छ एरिया तर दोकान चाहिँ सानो सानो छ गाइस कति छ मान्छे दोकान गर्ने नि के को चुक दियो ए फिलिङको अचारमा हाल्नु लागि यो सिमल तरुल कसरी होला हजुर 70 केजीमा भिडियो बनाउनु छ हजुर 70 चिराङको नि 70 त्यो दागाने बोडी अरे 220 हेर्दै बोडी दाल एकदम रहेछ फापरको यो के अरे कालो दाल रहेछ कसरी होला यो दाल 50 केजीमा केजीको 250 कालो दाल सजनाको फुलहरू छ नि यो त अलिक टाइम भयो सजनाको फुल हाम्रोतिर त फुलेको छैन त यो अगौटे हो ए यो अर्कै होला नि ए यो चाहिँ अगाडि फुल्ने त्यही त हाम्रोतिर त फुलेको छैन भन्छु नि सजनाको फुल सो ट्याप्पै छ है लोकल सब्जीहरू यो त आज मात्रै हुन्छ नि भोलिदेखि हुँदैन सबै थोक भुटानको सब्जीहरू अर्ग्यानिक भुटानको सब्जी अर्ग्यानिक हुन्छ राम्रो हुन्छ तर अलिक महँगो हुन्छ तलको हेरेर चाहिँ मिठो टेस्टी के अदुवा नि दिदी कसरी हेर केजी ए अदुवा त सस्तो रहेछ 60 रुपिस केजी अदुवा त ल भेना हामी गएको बाई बाई हामी चाहिँ सपिङहरू गरिसकेर हिँडेको अब चाहिँ यहाँबाट तेजपत्ता लाएर पकाउनु मासु अरू चाहिँ नलाउनु गाइस हामी चाहिँ यहाँनिर सब्जी बजारको फास्ट फुडमा मोमो अनि चाउमिन ट्राई गर्दैछु खानुहोस् या बिनुको दोकानमा सबैजना ट्राई गरिरहेको यस्तो छ फास्ट फुड चाहिँ बजारको अगाडिपट्टि सब्जी बजारको फास्ट फुड हो यो चाहिँ कसरी मोमो मिठो छ अस्ति पनि खाएको हामीले मोमो यहाँ मिठो छ सुदाले खाएको छैन नि अस्ति खाएर त भेज मोमो हो मिठो छ होइन ल अब यो चाउमिन ट्राई गर्ने अब गाइस अब चाहिँ बजार घुमेर पनि घर आइपुग्यो दिदीको घरमा होइन हिजोदेखिको भ्लग छ कन्टिन्यू अब चाहिँ भिडियो यहाँ हेर्नु धेरै लामो पनि भइसक्यो होला र आशा गर्छु आजको भिडियो हजुरलाई मनपर्छ होला भनेर मन परेमा लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब सबैजना गरिदिनुहोस् होला बाई गाइस थ्याङ्क यू फर वाचिङ